बालेन्द्र शाहको घण्टी चिन्हमा 1478 मत। मतगणना सुरु भइरहेको कुरा यहाँहरूलाई विदितै छ। सबभन्दा सुरुमा कमल गाउँपालिका वडा नम्बर 1 को बाँसबारी माध्यमिक विद्यालय मतदान केन्द्रको क र ख र गौरादह नगरपालिका वडा नम्बर 1 को मोतीबारीको मतदान केन्द्र क र ख को मतगणना सकिएको छ। सोको मत परिणाम यस प्रकार रहेको छ। बाँसबारी बाबी मतदान केन्द्र क र ख, मोतीबारी मतदान केन्द्र क र ख को मत परिणाम यस प्रकार रहेको छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी का उम्मेदवार केपी शर्मा ओलीको सूर्य चिन्हमा 385 मत। नेपाली कांग्रेस पार्टीका मन्दरा चिमरियाको रूप चिन्हमा 42 मत। नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार रञ्जित तामाङको 5 शून्य तारा चिन्हमा 61 मत। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार बालेन्द्र शाहको घण्टी चिन्हमा 1478 मत। हलो चिन्हमा 29 मत। जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रेन सुब्बाको हल्केको छाता निर्वाचन चिन्हमा 1 मत। जनमत पार्टीका उम्मेदवार अमृतलाल महतोको लाउडस्पिकर